गुरुहरू भन्ने नखाने गुरुहरू गर्नु हो तपाईँहरूको कारणले त यहाँ बहने आज बहने नै आज समयको मान्छे हामीको नजिक यो धन्न त्यो स्टेजहरू मन्दिर भएको नि किति तले रोकियो स्टेजहरू बिचारी हेर त कन्याकै उमेरमा बुढासँग बिहे गराइदिए अहिले वैश पुऱ्याउने उमेरमा कोही गुमाउनु पर्यो के गर्यो सबैले मानेको रीति हामीले पनि मान्नै पर्यो बिचारी अब सती जाने त होला विगतको समयमा हाम्रो नेपाली समाजमा हाम्रा छोरीचेलीलाई को कस्तोसँग बिहे गराउँथे हेरौँ न। हो आफ्नो घरको इज्जत बचाउनको लागि त बिहे गराइदिएर पठाइदिएकै ठिक हो। मम्मी कसको बिहेको कुरा गर्नुभएको र त कुकुरनी बल्ल आइस धेरै बिहेको कुरा गरेको त नकचरी त्यो दलितसँग मन डुलाएर घरको इज्जत खाली छैन। नाइ म बिहे गर्दिनँ। मलाई मेरो नृत्य कलाको लक्ष्यमा अझै अगाडि बढ्न मन छ। मलाई मेरो साथीहरूले पर्खिरहेछन् पकाएको। ओइ छोरी हे भगवान् के गर्न सम्हाल्यो होला यस्तालाई। ऊ रोजिना नि आइन्। रोजिना किन ढिलो आएको? धेरै निराश देख्छौ घरमा के भयो र? केही भएको छैन यो कुरा छाड्यौ न। बरु नृत्य प्रतियोगिताको बारेमा सोचेँ। अगा पहिलोचोटि आफ्नो कला र संस्कृति देखाउनु पार्छ यस्तो ठुलो अवसर फेरि आउँदैन नि होइन र नि।
पतिको चितामा पत्नी पनि जिउँदै जल्नुपर्ने कुप्रथा सती प्रथाको अन्त्य भए पनि अझै हाम्रो समाजमा छुवाछुत प्रथा, छाउपडी प्रथा जस्ता धेरै कुप्रथाहरू रहेका छन्। अब सती प्रथालाई राजा चन्द्र शमशेरले अन्त्य गरे जस्तै सबै कुप्रथाको अन्त्य गर्न हाम्रो देशमा अर्को व्यक्तित्व चाहिएको छ। जात धर्म भनेर फरक नछुट्याउँ, मान्छेलाई मान्छेको दर्जा दिउँ। यो धन्न त्यो स्टेजहरू मन्दिर खाँदैन किति तले रोकियो स्टेजहरू भाग्दै।
बिचारी हेर त कन्दै उमेरमा बुढासँग बिहे गराइदिए अहिले भइसक्लाउने उमेरमा कोही गुमाउनु पर्यो के गर्यो सबैले मानेको रीति हामीले पनि मान्नै पर्यो बिचारी अब सती जाने त होला असती जाने त होला विगतको समयमा हाम्रो नेपाली समाजमा हाम्रा छोरीचेलीलाई को कस्तोसँग बिहे गराउँथे हेरौँ न। हो आफ्नो घरको इज्जत बचाउनको लागि त बिहे गराइदिएर पठाइदिएकै ठिक हो। मम्मी कसको बेको कुरा गर्नुभएको र त कुकुरनी बल्ल आइस धेरै बेको कुरा गरेको पनका छोरी त्यो दलितसँग मन डुलाएर घरको इज्जत खाली छैन। नाइ म बिहे गर्दिनँ। मलाई मेरो नृत्य कलाको लक्ष्यमा अझै अगाडि बढ्न मन छ। मलाई मेरो साथीहरूले पर्खिरहेछन् म गएको। ओइ छोरी हे भगवान् के गरेर सम्हाल्ने होला यस्तालाई। ऊ रोजिना नि आइन्। रोजिना किन ढिलो आएको? धेरै निराश देख्छौ। घरमा के भयो र? केही भएको छैन। यो कुरा छाड्यौ न। बरु नृत्य प्रतियोगिताको बारेमा सोचौँ। अगा पहिलोचोटि आफ्नो कला र संस्कृति देखाउनु पाएको छ। यस्तो ठुलो अवसर फेरि फेरि आउँदैन नि होइन र? हो नि। Maya
पतिको चितामा पत्नी पनि जिउँदै जल्नुपर्ने कुप्रथा सती प्रथाको अन्त्य भए पनि अझै हाम्रो समाजमा छुवाछुत प्रथा छाउपडी प्रथा जस्ता धेरै कुप्रथाहरू रहेका छन्। अब सती प्रथालाई राजा चन्द्र शमशेरले अन्त्य गरे जस्तै सबै कुप्रथाको अन्त्य गर्न हाम्रो देशमा अर्को व्यक्तित्व चाहिएको छ। जात धर्म भनेर फरक नछुट्याउँ, मान्छेलाई मान्छेको दर्जा दिउँ।